यसो दृश्य कस्तो छ अझै दामी लाग्यो यो ठाउँमा पौडी खेल्न पनि मजा आयो यसो पानीमा पौडी खेल्न मजा आयो मलाई यहाँ चाहिँ है दामी ठाउँ छ होइन जे मगाए अब जे म चिसो भनेको थियो होइन अब रम बियरदेखि लिएर रम बियरै दामी दामी पाउँदो रहेछ क्या त्यो त खाइएन सेकुवा बर्फदेखि लिएर अब यहाँ चिकन पनि होइन यस्तो खालको अलिक सानो यस्तो थियो खोला छैन त्यो चाहिँ अब यहाँ भनेर चाहिँ तपाईँको मान्छे झिक्नु चाहिँ यति धेरै हो यति यहाँ तल यहाँ तल पनि यतिकै छ होइन धेरै दामी छ अब यता हेऱ्यो भने यो चाहिँ अहिले ठुलोबाट खिचेको यता हल्का गरेर हेरेँ तपाईँहरूलाई यहाँ त्यो यस्तो बाटो रहेछ अब यहाँबाट यसरी गयो अब यसरी गयो है यो चाहिँ मैले खास गरी युट्युबबाटै हेरेर चाहिँ खास गरी यो ठाउँ थाहा भएर आएको तपाईँसँग गेस गर्नु होला यो ठाउँ कुन चाहिँ हो धेरैलाई थाहा भए पनि कसैलाई थाहा नहोस् होला कसैलाई चाहिँ धेरै थाहा छ जस्तै मलाई थाहा भयो त्यस्तै तपाईँहरूलाई थाहा भएको हो कतिजनालाई मैले युट्युबबाट हेरेर आएँ तपाईँहरूले चाहिँ कति चाहिँ अब यहाँकै हुनुहुन्छ होला नि त कति उहाँहरूलाई त थाहै छ अब यो ठाउँ जो यहाँ स्थानीय हुन्छ तपाईँहरूलाई थाहै छ होइन अब यताको यो अलग यता यो अर्कै खोला रहेछ कि यता फेरि तल पनि खेल्यो पौडी खेल्यो कहाँ बोलाएर यस्तो खेलेको यहाँनिर दामी रहेछ नि होइन हामी आउँदा त्यो माथिबाट आयो त्यहाँबाट चाहिँ अब पुरानो घर आइयो होइन जुम गरेर पनि अब क्यामेरा हाम्रो अलिक दामी नै हो कि त्यो भएर अब राम्रै आउँछ कि माथि घरको चाहिँ फुल हल्लिएर चाहिँ यो अलिक नपुर दामी नै आउँछ बस्ने ठाउँ चाहिँ नेचुरल होइन दामी ठाउँ रहेछ स्विमिङ गर्नलाई यो खोलामा आउनुलाई तपाईँ यहाँ गएको फिलिङ अब स्विमिङ पुलमा खेल्नुभन्दा चाहिँ यो खोलामा आएर खेल्नु चाहिँ खोलाको अब यस्तै धेरै नै अरू लेभलको मजा आउँछ क्या त्यो टाइपको बाँस पनि यहीँ रहेछ यस्तो खासै बाँस चाहिँ पुलको रहेछ छेउमा त्यो अब यहाँ चाहिँ कम गरौँ यस्तो टाइपको यहाँ चाहिँ अब तल यस्तो यहाँ चाहिँ तल चाहिँ अलैँची बारी रहेछ कि दामी अलैँची खेती रहेछ हो राम्रो लाग्यो है मजा आउने कोही लेभलको आयो खोला पौडी खेल्न
र यो ठाउँमा चाहिँ अब धेरै नै पौडी खेल्न भनेर चाहिँ धेरै मान्छेहरू चाहिँ अब आउनुहुने रहेछ। यो क्षेत्रमा धेरै अब के अरे सहरी इलाका जस्तै यो भनेको तपाईँलाई अहिले भनिहालौँ अब यो झापा जस्तो अब यो के अरे ठाउँको अब विभिन्न सहरहरू भयो र अब यो इन्डिया साइडबाट पनि साइड यहाँ आउँछ। धेरै नै सङ्ख्यामा पौडी खेल्न चाहिँ आउने मान्छेहरू हुँदो रहेछ। नेचरल ब्युटी रहेछ क्या त्यस्तो लाग्यो कि फर्क्यौँ होइन ल यस्तो टाइपको रहेछ यो दृश्यलाई जति नै हाम्रो यस्तो कैद गर्यो होइन यति सुन्दर छ। जसलाई पनि यस्तो ठाउँहरू मनपर्छ तपाईँहरूलाई पक्कै यो ठाउँ चाहिँ एकचोटि मलाई सम्पर्क गर्नु होला। म यो ठाउँलाई यो ठाउँ कहाँ हो भनेर चाहिँ म ट्याक्कै तपाईँहरूलाई नै भनिदिन्छु कि मलाई चाहिँ थाहा छ यो ठाउँ तपाईँहरूलाई चाहिँ थाहा नहुनसक्छ। यो ट्याक्कै झापातिर जो पनि हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ यो ठाउँमा अब कहाँ हो भनेर चाहिँ ठ्याक्कै मलाई चाहिँ सोध्नु भयो भने म भन्दैछु यो यस्तो ठाउँमा पौडी खेल्न चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ।